साथीहरु अहिले चाहिँ म तकसेरामा छु। यहाँनिर चाहिँ नयाँ जागिरलाई चाहिँ उक्काउँदैछन्, मतलब नयाँ जागिरलाई चाहिँ सिकाउँदैछन्। नयाँ जागिर निस्केको भनेर चाहिँ यो भइरहेको छ। सो अहिले चाहिँ जागिरीहरूले आराम गरिरहेका छन्, किनभने चाहिँ उनीहरू पारी गाउँदेखि आएको थकाइ लागिसकेको छ। त्यसैले यहाँ चाहिँ जान चाहिँ रक्सी होइन छोक्रा भन्छ हामीले आफ्नो खाम भाषामा चाहिँ जान पिउन लाग्छ। आराम गरिरहेछन् होइन। यो माथि चाहिँ यहाँ बनाइरहेछन्, यहाँ चाहिँ निस्केर चाहिँ झाँक्रीहरू, त्यो जुन झाँक्रीहरू चाहिँ यहाँ माथि निस्केर चाहिँ के गर्छन् मलाई नि थाहा भएन, मैले पनि देखेको छैन। सायद यहाँ निस्केर नाच्छन् होला। ओ या स्माइल। यतातिर चाहिँ दर्शकहरू बसिरहेको छन् यसो लाएर। यो चाहिँ गाउँ रहेको छ। It's just different. म चाहिँ अहिले झाँक्रीहरूलाई नजिकैबाट देखाउन गइरहेको छु। एकदमै यिनीहरूको झाँक्रीको यो बजाउने रिङ भन्छ, एकदमै खतरनाक बच्चा चाहिँ एकदम तेज बच्चा होइन। डिस्कभरी यो घरभन्दा माथि जो देखिरहेको छ यो चाहिँ चोइएको बुनेको काठे भन्छ। यसभित्र चाहिँ अन्न बालीहरू राखेको हुन्छ, मकैहरू भयो, गहुँहरू भयो, जम्मा गरेर चाहिँ बाहिर राखेको हुन्छ है। यहाँ सबै मेला हेर्न जाँदैछन् झाँक्रीको। या
ल अहिले चाहिँ झाँक्रीहरू चाहिँ उता फर्किसकेका छन्। कोही कोही झाँक्रीहरू चाहिँ यता छन्। के गरेर आएको मलाई पनि थाहा छैन, तर एकदम रमाइलो हुने रहेछ साथीहरू। झाँक्रीको भिडियो कस्तो लाग्यो साथीहरू सबैजनाले हेर्नु होला। मेरो ब्याकग्राउन्डमा चाहिँ गाउँ छ, एकदमै रमाइलो लाग्यो मलाई पनि, एकदम जकास लाग्यो है। तकसेरा भन्ने ठाउँमा चाहिँ इट्स अमेजिङ है। कल्चर छ होइन यहाँको ठाउँ, यहाँको गाउँ एकदमै सांस्कृतिक रूपले चाहिँ एकदमै धनी रहेको छ। त्यो कुरा चाहिँ म तपाईँहरूलाई स्पष्ट गर्न चाहे साथीहरू है।